2 वर्षको सानो छोरालाई छोडेर गएको आज 15 वर्षपछि अचानक बाटोमा भेट भयो। यो ठुलो सहरदेखि निकै टाढा एउटा सानो गाउँ थियो। खरले छाएको ढुङ्गा र माटोले बनेको एउटा हाम्रो सानो घर अनि हाम्रो त्यो ठुलो परिवार। हामी दाजुभाइ दिदी मात्रै गरेर 11 जना थियौँ अनि हाम्रो हजुरबुवा हजुरआमा गरेर बुवा मम्मी गरेर 15 जनाको परिवार थियो। त्यो घर हाम्रो लागि निकै साँघुरो थियो, तर पनि हामी बिचको माया र समझदारीले गर्दा हामीलाई कहिले पनि सानो फिल भएको थिएन। हामीले पशुपालन गर्थ्यौँ, खेतीपाती गर्थ्यौँ, हामी दिनौँ खेतबारीमा गएर काम गर्थ्यौँ र हामी सानो सानो हुँदाखेरि एउटा सरकारी स्कुलमा पढ्न पनि जान्थ्यौँ। एक दिन हाम्रो घरमा ठुलो दाइको बिहे भयो। बिहे भएपछि भाउजू पनि आउनुभयो। हामी त्यो दिनमा निकै खुसी थियौँ। भाउजू आउनुभयो, ओहो अब त हामी यो घरमा निकै खुसी भएर बाँच्नेछौँ, हाम्रो घरमा भाउजू आउनुभयो भनेर हामी निकै खुसी भएर गायौँ नाच्यौँ। त्यो दिनमा एकदम घरमा एकदमै रमाइलो नै थियो। तर अचानक बिस्तारै बिस्तारै घरमा झैझगडा मनमुटावहरू बढ्दै जान थाल्यो। के थाहा हामीलाई भाउजू त लक्ष्मीको रूपमा आउनुभएको भनेर सोचेको, भाउजूले त अर्कै रूप लिएर आउनुभएको रहेछ। यसरी नै दिनहरू बित्दै थिए। मम्मी पनि दिनदिनै रुनुहुन्थ्यो। भाउजूले यति धेरै छोराछोरीहरू छन्, छोरीहरूलाई सबैलाई बिहे गरेर पठाइदिउँ भनेर दिनदिनै दाइहरूसँग किचकिच गर्नुहुन्थ्यो। यसरी नै दिनहरू बित्दै गइरहेको थियो। मेरो ठुलो दिदीको भने बिहे भइसकेर छोरी पनि पाइसक्नु भएको थियो र म जम्मा 12 वर्षको थिएँ। एक दिन अचानक हाम्रो घरमा 4-5 जना मान्छेहरू आउनुभयो। बजारदेखि राम्रो कपडा लगाएर आउनुभएको थियो। देख्दाखेरि नै एकदम धनीमानी मान्छे जस्तो देखिनुहुन्थ्यो। हामी चाहिँ ओहो हाम्रो घरमा नौलो मान्छेहरू आउनुभयो भन्दै खुसी हुँदै यताउता नाच्न थाल्यौँ। एकछिनपछि भाउजूले मलाई रुममा लगेर श्रृङ्गार पटार गरिदिनु भयो, राम्रो साडी लगाइदिनु भयो। म त्यति सानी साडी कसरी सम्हाल्ने पनि थाहा थिएन। भाउजूले साडी लगाइदिनु भयो अनि म बाहिर निस्केर उहाँहरूको अगाडि गएर बसेँ। उहाँहरूले मलाई धेरै क्वेसनहरू सोध्नुभयो। तिमीलाई के खाना बनाउन आउँछ, तिमीलाई के काम गर्न आउँछ, तिमीलाई कति लेख्न आउँछ, तिमीले कति पढेको छौ। म भने हो मलाई नयाँ मान्छेहरूले के सोध्नुभयो भन्दै खुसी हुँदै सबै कुराको जवाफ दिँदै गएँ। एकछिनपछि बल्ल थाहा भयो कि मेरो त बिहे पो हुँदै रहेछ। अनि उहाँहरूको कुरा सुन्दै जाँदाखेरि चाहिँ मलाई थाहा भयो कि उहाँ चाहिँ 32 वर्षको हुनुहुँदो रहेछ, जसले मलाई बिहे गर्ने भनेर माग्न आउनुभएको थियो अनि म चाहिँ जम्मा 12 वर्षको थिएँ। हेलो गाइज, यो स्टोरी चाहिँ हामीलाई एउटा फलोअर साथीले पठाउनु भएको हो। यदि हजुरहरूलाई यसको पार्ट 2 पनि सुन्न मन छ भने फलो गर्न नबिर्सिनु होला है त। थ्याङ्क यू फर वाचिङ माई भिडियोज। बाई।